हेलो गाइस, वेलकम ब्याक टु द माई न्यू भिडियो। कस्तो सबैजनाहरू त्यसै हाम्रो दसैँको बिहानैदेखि प्रोग्राम। आज टिकाको दिन, आज बिहानै बुगाको कपाल काट्ने। बुगा कस्तो लागिरहेछ त कपाल काट्दा? बुगा आँखा आज निम्न आँट त हौ। आज दसैँ कस्तो लागिरहेछ बुगा? दसैँ राम्रो उज्यालो उज्यालो उज्यालो। कसले टस हाल्दैछ फेरि? तपाईँको अनुहार पनि म उज्यालो बनाउँदैछु। कमाउने र गुमाउनेमा धेरै फरक हुन्छ बुवा। कमाएर आएको हो यो। ओ कमाएर आएको क्या अरे जमाउन आउने त गयो समय। के भन्छ छैन त। हकारा न बिहान बिहान यार किनेन त्यहाँदेखि म काट किन केही गर्नु। होइन, अब 1 बजे पछाडि चाहिँ खसी ढाल्नु दिन्छ अरे एउटा टक्कै, होइन सुमन दाइ? लडाएर उतार्नु पर्यो घाँटी चाहिँ। नरुनु नि बुगा, नरुनु नि। कति रुन्छ नरुनु? म त साह्रो रुन्छ हौ। नरे पनि आँखाबाट पसिना आएको के मेरो जहिले। ल बाको ल नातिले कस्तो बनाइदियो बाजेलाई? अझ राम्रो बेहुलो बेहुलो बनाइदियो? अब त अनि सबै त्यस्तै हो। तौली चाहिँ फेरि त्यही फोरै बेरी हाल्नुपर्छ घाँटीमा। अनि सबै राम्रो लुगा भयो, तौली चाहिँ त्यही पुरानै बेरी हालेको छ। अब चाहिँ बुगालाई अलिक खतरा देख्यो है। आइपुग्यो, खाइयो त नि? किन बिहान बिहानै खाइयो अनि? नखाएर हुँदैन, पाको भयो हातखुट्टा लाग्दैन। अलि कता तुरुक्क खायो अन्त आयो। आज चाहिँ यसलाई म टिका लगाइदिन आँटेको। टिका लगाएर मलाई तर टिका लगाएपछि तैँले खुट्टा ढोग्नुपर्छ। मेरो खुट्टा थाहा छ नि, यो खुट्टा हेरेर खुट्टा ढोग्ने एउटा परम्परा हो, तर पैसा अनुसार 50 रुपियाँ दिनु भने तपाईँको टिकाको केही भ्यालु हुँदैन। लगेर गएर म धोइदिन्छु। 100 रुपियाँ त्यसलाई म नमस्कार गर्छु, 200 रुपियाँमा नमस्कार सुमन दाइ भन्छु, अनि 300 रुपियाँमा सुमन दाइ कि जय हो भन्छु, अनि 400 रुपियाँमा चाहिँ सुमन दाइ ठुलो मान्छे भनेर फेरि नमस्कार गर्छु, 500 रुपियाँ खुट्टा ढोग्छु, अनि 1000 रुपियाँमा खुट्टा ढोगेर सुमन दाइ कि जय भन्छु। कुन चाहिँ चाहियो त्यही अनुसार तपाईँले पैसा निकाल्नु पर्यो। लु यो दसैँ भनेको आशीर्वाद लिने हो काम हो। आशीर्वाद आशीर्वाद त तपाईँलाई चाहिन्छ, आशीर्वाद मलाई चाहिँदैन। यसो मलाई पैसा चाहिन्छ त राख्नु पर्यो। 500 रुपियाँ मात्र हो त्यस्तो काम चाहिँ। यसलाई 500 रुपियाँ दिनु अरे, अनि मात्र खुट्टा ढोग्छ अरे यसले। मैले टिका लगाएर तँलाई त मैले अस्ति 500 रुपियाँ दिइसकेको छु। अब त तँलाई पाउँदैन। त्यही त त्यतिखेर पैसा थियो र दियो। अब यतिखेर त गरिबी लागिसक्यो मलाई, गरिबी। जात यसले ग्यास पनि खोल्न जान्दिनँ यसले, यत्रो बुढी भएर। त्यस्तो कुरो चाहिँ नाकुरा गर त, नाकुरा गर। तेरो रुँदै गरेको भित्र निकाल्नु पर्यो नि। किन रोक त? यसो प्याज काट्दा रुन्छ यार। अनि के ढोका पूजा हुँदैछ हाम्रो चाहिँ। आजको दिन पूजा गर्ने पैसा राखेर हाम्रो चाहिँ अब टिका लगाउने बेला हुन आँट्यो। साइड आउन आँट्यो टिकाको साइड। सर्ट यसको सबै रेडी भइसक्यो, एकदम तयारी अवस्थामा छ। अब चाहिँ केही समय पछाडि हाम्रो चाहिँ एकदम टिका सुरु हुन्छ होइन। पाहुनाहरू आउँछ, दिदी बहिनी, बाबाको दिदी बहिनी, हाम्रो फुपूहरू आउनुहुन्छ। सो एकदम ठिकै छ। हाम्रो चाहिँ भाइ पनि गइसक्यो, म एक्लै छु। म पनि एकदम रेडी भएर चट्ट बेहुला जस्तो भएको छु।
पनि खतरा ला नेपाली सब इन्डियन एन्ड नेपाली ल खिचौँ अब फोटो कता हो कुर्सी त अब यता छ ल हाम्रो चाहिँ नास्ता पनि एकदम रेडी हो ए खाने मान्छे यही र म छौँ दुईजना छौँ दसैँको खाना यस्तै छ हाम्रो घरमा चाहिँ होइन भेजिटेरियन हो एकदम कति थरीको खाना भयो 1 2 अचारले 3 4 5 6 भातले 7 भेजिटेरियन मुकबाङ है यो पनि चामल हुन्छ बनाएर पोस्ट गर्दै यसको भाइरलै भयो हिजो बेलुका हिँडेको दाजु अघि मेनाको खुट्टा टेकिन सक्नु भएर अनि सुताएर नुहाएर होइन दाजु म कहिले घर बिर्सिन्छु त्यही त भनेको त अहिले कहिले पो जङ्गल पस्छु त म सधैँ कहाँ पस्छु त उड्दाखेरि घरमै थिएन उड्दाखेरि घरमै थिएँ पढेको छोराले समातेर के भए पनि उड्दा त घरमै छु नि त म अरू त मलाई थाहा छैन उड्दा त म घरमै थिएँ कसले उड्दा म घरमा हुनु पर्यो 12 बजी जङ्गलमा चाहिँ बस हुनु भएन तर घरमा चाहिँ हुनु पर्यो उड्दाखेरि घरमा थिइस् नि जिन्दगी कसको आइडिया हो यो चाहिँ होइन उड्दाखेरि घरमा थिइस् नि घरमै थिएँ मैले बनाएको अब जिन्दगीमा फुक्लिँदैन त त्यो त्यसैले बनाएको युट्युब हो नि त युट्युब त्यो साह्रै सोधी अब त्यहाँ ठेडी पनि हाल्नु परेन त्यसै फाका भइगयो निस्केर हिँडिहाल्छ भने केही गर्दा पनि हुँदैन आमाबाउले छोरालाई टिका लगाइदिए इन्द्रो नुसुत सिलिन्त दशरथे शत्रु छेङ्गा गबे ऐश्वर्य लोकेब मानन्द पाउने खोइ के जाति अरे पैसा दिन्छु बनी दिगार्नु ल खुट्टा ढोग आमाबाबुसँग ढोग न भनेर ढोगी चाहिँ हाल्नु ढोग्ने काम चाहिँ गरिहाल्नु ल ढोगेँ मैले खै मैले त खुट्टा पनि होइन पैसा त नि खोइ त नि खै त त्यही त 5-10 रुपियाँ दिँदा भइगयो नि दक्षिणा नि यस्तो भएपछि त अनि के टिका लाग्यो भने दक्षिणा अरे हो टिका लाएर ठिकै छ के लाएर हो आज मासु खाँदैन आज धर्मलेको भोलि त खाइहाल्छ मेरो खाँदैन दसैँ तिहारमा खाँदैन शाकाहारी भोजन खान्छु दाजु मांसाहारी होइन म यो गीत बजाउने रेडियो त खतरा रहेछ त काकाको खुवाइ चाहिँ कडा रहेछ अरू खाएर उठिसकिसके काका बिस्तारै
भाती आमा होइन खानु अरे दसैँ लागेको हो काका अलिक मजाले खान्छ यसले खिचिरहेछ आजदेखि चाहिँ लाग्यो अरे भन्छन् हिजोसम्म त थिएन होला आजदेखि चाहिँ लागेछ अरूले भनेको सुनेको मैले चाहिँ देखेकै छैन दसैँ कता छ के छ अनि यो चाहिँ के हो यो मेरो ओके टोके पुलिस जागिर चढेको मैले पुलिस जागिर छु कुटेको खाने रहेछ घर लगाउने रहेछ चढेको अब मेरो जागिर समाप्त अब पड्क्यो लु अनि डराउने मान्छे किन पड्काउनु डराउने मान्छे किन पड्काउनु किन पड्काउनु खै टिका लाएर कति पैसा कमायो खै मलाई अनि हाम्रो घरमा चाहिँ एकदम भाडा मान्ने मान्छे आएको भएछ बल्ल बल्ल भाडा मान्दै हुनुहुन्छ ल यति भाडा मान्ने मान्छे चाहिएको छ क्या यहाँ नि दिदी भएपछि यतिको भाडा मान्नु पर्ने हुन्छ यहाँ सट्ट भाडा मान्ने तर यति है अहिले मात्र माझेको यति मात्र हो नि त्यो ना कुरा गर त ना कुरा गर